Hello guys, welcome back to my channel. This is Rajan Shrestha here. After 5 years होला है म फेरि पनि तपाईहरु समक्ष यो ब्लग्सलाई लिएर आएको छु र यो चाहिँ है म एउटा ठाउँ छ जसको नाम चाहिँ जलजले हो। अन्त चाहिँ आफ्नो यो चाहिँ गाउँको बाटो हो र यो बाटो है यसै छ। अन्त मसँग छ रेबेका है, ओले खै के गर्दैछ मलाई थाहा छैन, तर पनि हेरौँ है कस्तो छ ठाउँहरु। तपाईँ पनि है मसँग इन्जोय गर्नु होला यो भिडियोसँग हुन्छ। लेट्स गो है। ए जलजले समस्या घुम्नु गएको नि हजुर? होइन हिँड्दै यत्तिकै घुम्दै ए हजुर ए हजुर हुन्छ। घरिघरि यसो टाइम पाउँदैन है, र टाइम पाएको बेलामा यसो ट्रेक पनि हुन्छ भनेर चाहिँ हामी दुईजना चाहिँ निस्केको है। अनि चाहिँ यस्तो छ है, तपाईँले देख्न सक्नुहुन्छ दामी छ घुम्नुलाई। अरू एउटा कुरा है एकदमै सफा छ। मैले अहिलेसम्म यति घरबाट निस्केर यस ठाउँसम्म आउँदा पनि त्यस्तो मैला देखेन, एकदम ठिक लाग्यो। अलिकति हिँड्नुमा है अहिले त्यस्तै छ, बेसी हिँड्ने हुँदैन। सुकेछ है कस्तो देखियो अरे? हामी हिँडेको है अलमोस्ट हाफ एन आवर भइसक्यो, पनि हिँडेको छ। अन्त यहाँ चाहिँ है त्यस्तो गरम छैन, घाम चाहिँ एकदम दामी लागिरहेको छ, तर त्यस्तो गरम छैन, गरम लागेको छैन, ठिकैको अहिले दुई छ र एकदमै दामी है। अनि नेचरसँग यसै हिँड्दै नेचरको त्यो साउन्डलाई है फिल गर्दै हिँड्नुलाई एकदमै मजा आउँछ। जुन चाहिँ परमेश्वरले बनाउनु भएको सृष्टि चाहिँ साँच्चै नै अति नै सुन्दर छ, र त्यो सुन्दरतामा हामी मग्न हुनु पाउँदा धेरै नै आफ्नो आफैलाई आशिषित फिल गर्छ र है यस्तै छ है। अहिले हामी दुईजनाको यात्रा है, हाम्रो जुन चाहिँ जर्नी छ त्यो जर्नी गरेर सानो पाहाडलाई हामीले अहिले निभाउँदैछ, र त्यो यो पाहाड चाहिँ अति नै सुन्दर छ र परमेश्वरलाई म धन्यवाद दिन चाहन्छु है यो सुन्दर समयको निम्ति। र यसरी नै छ अहिले हामी हिँड्दैछौँ, अरू पनि अब धेरै ठाउँसम्म जानुपर्ने छ र त्यो धेरै ठाउँबाट चाहिँ एउटा सानो ठाउँ हो र हुन्छ तपाईँहरू भ्यू र है सिनेरीको मजा लिनुहोस्। सो अहिले हामी निकै टाढा आइपुग्यो है। अन्त त्यस्तो हेर्नुलाई झर्ना चाहिँ पहिला यहाँबाट झर्थ्यो हो, तर फिलहाल छैन रहेछ। के गर्नु अब उयो ठाउँसम्म पुग्ने हो, त्यसपछि हेर्ने हो के छ भने खोला सबै सुकेको रहेछ, हल्का सावरिङ हुँदैछ जस्तो छ। पर्ने ठाउँ त खै उता थियो, त्यसमा अब यताबाट पार भएर उता पारिपट्टि जानुपर्छ है। फाइनली है हामी यो ठाउँमा आइपुगेको छ, तर अब थाहा छैन कस्तो छ, किनकि खोला तल हेरेको थियो डल्लै सुकिरहेको रहेछ। अन्त अब यो माथिको हेर्नुपर्ने छ, यो कुछ इस तरह से है, ये अलिक फोकस गरेको छैन है। त्यो सामने गएर है म तपाईँलाई देखाउँछु ल। हेलो जाने पनि बित्नु रहेछ हामी यो घरलाई के छ के खानुभएको? I'm drinking this. के हो यो? Real burst mixed fruit हो। हामी यहाँ रेस गर्दै गर्दा एउटा मजाको कुरा हामीले देखेँ है, तपाईँले सायद देख्नुभयो कि भएन।
यो साइडमा यता 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 यहाँ पनि कसरी खानु यहाँ माथि चाहिँ यहाँ यता गयो यता हजुर यो उयो त्यहाँ त मौरीको उयो ड्याम छ मौरीको उयो के भन्छ त्यसलाई त चाखा अनि यो साइडमा पनि छोरी मेरो पछाडि साइडमा पनि छोरी छ त्यहाँ सानो चाहिँ अलिक धेरै माथि रहेछ यो चाहिँ अलिक नजिकै रहेछ अन्त तपाईँले त्यो देख्न सक्नुहुन्छ यो यो एकदम यो चाखाहरू तपाईँले देख्न सक्नुहुन्छ है काटेको रहेछ त्यो नि काटेको रहेछ त्यो अब हामी यहाँबाट फर्किँदैछौँ दामी थियो मौरी झन् दामी लाग्यो मलाई र अब फर्किन्छ किनकि अब 3 बजिसक्यो है फर्किने बेला भयो सो रेबेकाले यहाँ मैलाहरू डस्टबिनमा हाल्दैछ सो तपाईँको मैलाहरू तपाईँ जहिले पनि है आफ्नो डस्टबिनमा आफ्नो भन्दा पनि है डस्टबिन छैन जतासुकै नफ्याँक्नु होला यसो डस्टबिन बनाइदिएको छ यहाँ फ्याँक्नु होला र डस्टबिन छैन भने पनि आफ्नो ब्यागतिर पकेटतिर हालेर लैजानु होला यो चाहिँ मेरो तर्फबाट बिन्ती छ तपाईँहरूलाई मैले जतासुकै नफ्याँकिदिनु होला हुन्छ थ्याङ्क यू